सबैजनालाई मसी अहिले भने चाहिँ मेरो घरमा सेवा भइरहेको छ है। हाम्रो मेनली चर्चबाट हाम्रो पेपो चर्चबाट आउनुभएका अति आदरणीय पास्टर बाबु हुनुहुन्छ भने लगायत उहाँ हाम्रो सबै मण्डली हुनुहुन्छ है। हाम्रो हेमन पास्टर हेमन, अन्त टेकन एमबी र हनुमान नाना तर सबैजना हुनुहुन्छ है। सबैले आउनुभएको छ भने किनभने व्यस्तताले गर्दाखेरि बिजीपन भएकोले गर्दाखेरि कति आउनु भएन भने अलिक कतिजना आउनु भएको छ है। हामी हेर्दैछौँ भजनहरूलाई लिएर हामीले गाउँदैछौँ र हामी सबैजना एकदमै हामी एकाग्र भएर एकदमै राम्रो राम्रो भजनहरू गाउँदैछौँ। र आजको मेन लिडर थियो टिना राई र यहाँ भने चाहिँ हाम्रो विक्रम भेनाले खाजा बनाउनु हुँदैछ। विक्रम भेना र हाम्रो तल एमबी भएको आमा हुनुहुन्छ है, हाम्रो नाना शुक्लाची नाना, उहाँले खाजा बनाउनु हुँदैछ। आज चाहिँ के खाजा भन्दाखेरि चाहिँ स्पेसल कौडी र आलु पानीसँग र यहाँ मिठो हुन्छ सोचेको पनि थिएन। महिनामा 2 ताल लाग्नु नि सेवा। अब नेक्स्ट उयसमा ल के पो ट्युजडे खाजा खाँदैन यस्तो ल्याऊ के पर्नु भएन ऊ देखा ऊ दादा पापाले मेसेज गर्नुहुन्छ त भिडियो बनाउँदाखेरि। लास्टमा चाहिँ 2जना केटीहरू पर्यो, धन्दा सकेर सबै काम सकेर लास्टमा यिनीहरूले चाहिँ भाडामै हाने रे। हरेक मानिसहरूको हेर्दै गर्दा उहाँको जीवन चाहिँ एउटा सुसमाचारी जीवन हुनुपर्छ। एउटा खुल्ला पात्र चाहिँ हरेक मानिसले पढिरहेको हुन्छ। प्रभु तपाईँलाई धन्यवाद। यो ठाउँबाट पनि यो जग्गाबाट पनि तपाईँ परमेश्वरले आज धेरै ठुलो एउटा सानोतिनो जुन जबहरू दिनुभएको छ त्यो जबको क्षेत्रमा हुँदै गर्दा पनि उहाँहरूको जीवनमा एउटा सुसमाचार हुनुपर्ने कुरो हो। तपाईँको अभिषेकहरू बग्नुपर्ने कुरो हुन्छ। प्रभु तपाईँलाई धन्यवाद। त्यसै राख्नुभएको छ, त्यसै उहाँलाई त्यो जीवनमा पुर्याउनु भएको छ। तपाईँको जीवनको परमेश्वरलाई धन्यवाद भन्छौँ। एउटा तपाईँ परमेश्वरले आजको साँझमा जुन वचन हामीसँग बोल्नुभएको छ अनि यो वचन बोल्दै गर्दा हामी कतिले हाउडे होला भनेर सोच्छौँ, तर परमेश्वर एउटा कतिवटा कुराहरू तपाईँ परमेश्वरले आजको साँझमा बोल्नुभएको छ। हाम्रो जीवनहरू चाहिँ परमेश्वर कस्तो ढङ्गमा छ, हामीले कस्तो जीवन जिउँदैछौँ भन्ने कुरोहरू अब परमेश्वर साँच्चै एउटा घुम्ती राखिदिनु भएको छ। जब हामी मरिन्छौँ, जब हामी फर्केर तपाईँप्रति हाम्रो हृदय प्राण आत्माले तपाईँलाई खोज्छौँ भने चाहिँ तपाईँ परमेश्वर साँच्चै नै शक्तिशाली हाम्रो जीवनमा माथि काम गर्नुहुन्छ। सब तपाईँलाई धन्यवाद। कुनै कुरोको पनि हामीलाई घटी कमी हुने छैन। त्यसै कारण तपाईँ परमेश्वर धन्यवाद दिन्छौँ। राजा स्पेसल आलु र कौडी बनाएको छौँ आज खाजा हामीले। स्पेसल आलु कौडी पनि छ। आजको हाम्रो खाजा Nobody promised tomorrow. So last night,
हुन्छ